शंखरापुरमा टिप्पर टहरोमा पस्यो, सुतिरहेका 3 जनाको मृत्यु। काठमाडौँको साखोमा आज बिहान भएको सवारी दुर्घटनामा 3 जनाको मृत्यु भएको छ। बिहान करिब 3:40 बजेको समयमा काठमाडौँ शंखरापुर नगरपालिका 6 साखो सलम्बुटार स्थित साखो ब्राहाखेल सडक खण्डमा बा 2 क 6580 नम्बरको टिप्पर अनियन्त्रित भई युवराज थापाले सञ्चालन गरेको दण्डपीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको जस्ताको टहरामा ठक्कर दिन पुगेको थियो। सो टहरोमा 62 जना बस्दै आएका छन्। टिप्परले ठक्कर दिएको कोठामा 10 जना सुतिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिल राज बोहराले जानकारी दिएका छन्। सुतिरहेको अवस्थामा टिप्परको ठक्करबाट ठेगाना नखुलेका 21 वर्षीय आकाश, 21 वर्षीय सुमन र 45 वर्षीय हरिजन घाइते भएका थिए। उनीहरूको नेपाल मेडिकल कलेज उत्तर खोलामा उपचारको क्रममा मृत्यु भएको जानकारी प्राप्त भएको छ। टिप्पर चालक सिन्धुपाल्चोक मेलम्चीका 25 वर्षीय सागर माझीलाई प्रहरी विरुद्ध बौद्धले नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ।